भनिन्छ नि जीवन एउटा यात्रा हो, कहिले यहाँ त कहिले कहाँ। यसरी नै आजको यात्रा धेरै टाढाको नभए पनि यो बाटो चाहिँ कहाँ जान्छ थाहा छैन है, बट जाँदैछौँ। यस यात्राले मलाई धेरै थोक सिकाएको छ। हो, यात्रामा केही बाधाहरू आए तर हामी पछि हटेनौँ। ठेल्न ब्याट्री डेड, 3 गियरमा हाल न। अनि अन्त्यमा Hello and there's a namaste beautiful people. Welcome back in my another video है। जाम छ कि क्या? ए हैन हैन, खुला रहेछ। जहिले यस्तो खुला भइदियो हुन्थ्यो कि कति सेकेन्ड छ? 48 सेकेन्ड्स भ्यायो। लेट्स गो। कस्तो हेर्नु भएको के फर्की त्यो हुन्छ नि, फर्की हेर मलाई 1000 बज्यो। आज चाहिँ लाइक स्याटरडे राइड हो एन्ड आजको स्याटरडे राइड इज लाइक थोरै लाइक त्यति साह्रो लङ राइड नि नभनौँ, बस ठिकै राइड, जस्ट आउट अफ भ्याली जाने हो होइन। प्लान क्यान्सल हुँदै अर्गनाइज भएको थियो एन्ड लास्ट मोमेन्टमा यो प्लान अर्गनाइज भएको हो कि। अब केटाहरूलाई भेट्नुपर्छ है, अब को जाने को नजाने अब यहीँनिर डिसाइड गर्ने हो, तर हामी त जाने हो। आजको राइड चाहिँ कस्तो हो भने कुलेखानीको राइड हो अनि हाम्रो रुट चाहिँ कस्तो हो भने हामी एकान्तको जान्छौँ अनि एकान्त कुनाको भित्रको बाटो हुँदै कुलेखानी जान्छौँ सुरुमा, अनि कुलेखानीबाट आउँदाखेरि चाहिँ उता चन्द्रगिरीको बाटो फर्किने भनेर यसो प्लान गरेका छौँ कि। सो अब के हुन्छ लेट्स सी है। टर्निङमा नि यस्तो ल्याउँछ त अनि झन्डै मनी गयो यार। माथि तला छ कि के हो, भर्खरको ड्राइभर हो। जय शम्भु, रक्षा गरौ। केटाहरू आएको छ कि छैन पो भयो त अब। Few minutes later. Let's go. हामी चाहिँ आज 8 बजे हिँड्ने भनेर हाम्रो प्लानिङ भएको थियो एन्ड 8:40 त यहीँ भइसक्यो। अब यसो तेल हाल्दा जाँदाखेरि झन् ढिलो हुने होला। जाम ल, को बस्ने कता? 12 seconds later. दिमाग खराब हो जाएगा, मैं माँ अम्मा बहन पे आ जाऊंगा, मैं इनकी अम्मा बहन पे आ जाऊंगा। तेल हालौँ है। जाम फर्स्ट टास्क भइसकेको छ है तेल हाल्ने। ब्याक टु साथ द बाटो है, 9 बज्नु आछ। ओए यहाँ न चिट हान्ला, यहाँ लेनमा चिट हान्छ के। It was at this moment that he knew he fucked up. कहाँ बिचमै रोकेर चिट हानेको? साइडमा त रोक्नु नि हल्का। कहाँ पुग्यो है तिनीहरू? हामी एकान्त कुनाबाट अब भित्र पसिसकेका छौँ होइन एन्ड म 1-2 चोटि गइसकेको छु है। सो यो मेरो 3rd टाइम हो है कुलेखानीको ट्रिप चाहिँ है। अनि लेट्स सी आज कस्तो हुन्छ। म फर्स्ट टाइम जाँदाखेरि चाहिँ एक्सट्रिमली अफ रोड थियो कि, रेनी सिजनमा गएको थिएँ नि त एन्ड एक्सट्रिमली अफ रोड थियो कि। एन्ड अर्कोचोटि चाहिँ चैतमा हो कि कहिले गएको थियो एन्ड त्यतिखेर चाहिँ बाटो ठिकठाक थियो, जस्ट हातहरू दुख्ने भएको थियो कि। एन्ड आज मैले पन्जाहरू नै ल्याउनु बिर्सेछु। आज केही पनि छैन, सेफ्टी गियर्समा एउटा हेलमेट छ, अरू केही पनि छैन कि। सो लेट्स गो है। आज बाटो कस्तो हुन्छ? कुलेखानी जाने बाटो हजुरहरूलाई चाहिन्छ भने चाहिँ यो पुलबाट यता एउटा हस्पिटल जाने बाटो छ कि, त्यो बाटो जानुपर्छ होइन। सो यो चाहिँ एकान्त कुनावाला बाटो भनेको है, अर्को बाटो चाहिँ मलाई थाहा छैन, भएर म्याप हेर्दै आउनुपर्छ कि। मेरो साथीहरूसँग चाहिँ लाइक यो चाहिँ मेरो फर्स्ट राइड है, फर्स्ट लङ राइड, जस्तै लङ नभनौँ, जस्ट फर्स्ट मिड राइड। ओ यसले के गरे यताको साइडलाई धेरै यता जान्छ यो। बाइकमा भए पो इन्जिन गियरिङ हुन्छ त। अब यहाँ त त्यही हो, पेट्रोल बचाउने काम हो। जतिसुकै गरे यहाँबाट मुनि त नफाल्दैन।
ओए जाने यहाँ नि सोधौँ न ओए यहाँ नि घुम्ने जग्गा रहेछ नेक्स्ट टाइम अब हामी आउट अफ भ्याली निक्लिँदैछौँ होइन अब यो भ्यालीबाट बाहिर निक्लेपछि हेर्न भ्याली बाहिर छुट्टै संसार छ क्या दोस्त आज चाहिँ स्याटरडे भएर होला प्याक छ क्या रोड पनि होइन नत्र यस्तो प्याक त नहुनु पर्ने है एभ्री वान इज लाइक स्याटरडेलाई इन्जोय गर्नु पर्यो नि त होइन एक दिन छुट्टी भएको चक्का कस्तो छ क्या किन्नुपर्छ कुनै दिन चलती फिरती कोकेन है कोकेन अब अगाडि कस्तो कर्नर मिठो बाटो छ क्या यहाँनिर वान अफ माई बेस्ट रोड हो क्या यो यसले कता जाने भन्दैछ क्या जाम 70% स्योर हो यहाँनिर मोटुले एउटा घुम्ने ठाउँ छ भन्दैछ राम्रो ठाउँ छ भन्दैछ सो हामी त्यतातिर जाँदैछौँ यो बाटो हो कि होइन यसलाई पनि थाहा छैन यो धेरै अगाडि आएको हेरेँ कि लेट्स सी के हो क्या आमा त्यो यताबाट हाइड्रो पावर जान्छ हजुर ए हुन्छ धन्यवाद आमा हो रहेछ बाचिस सो यो हाइड्रो पावर चाहिँ एसियाको सेकेन्ड हेरेँ मोटुको इन्फर्मेसनबाट राइट त भन्ने सकिन्न तर अरे ब्याक बेन्चर्स नलेज एक मिस्टेक भयो भने अरूको घरमा त हुन्छ नि यो चाहिँ एसियाकै फर्स्ट हाइड्रो पावर रहेछ जुन हाम्रो राजाज्यूले बनाउनु भयो रहेछ सो यहाँबाट चाहिँ एउटा ढोलुङ्गे पुल जान्छ अरे तान्छ यतिको नतानेर हुन्छ गाई आज जाँदा योभन्दा एक्सट्रिम छ तानो तान्दैछ सकिस मैले तानिसक्यो हाडै उकालो छ भन्ने थाहा छैन यहाँ तैँले प्लान क्यान्सल गर होइन अझै हामी जाने बाँकी छ क्या दोस्त यहाँबाट नि अब निक्लिसकेका छौँ होइन यहाँ चाहिँ लाइक अफ रोड भनेको यहीँसम्म मात्रै आउनु पर्ने रहेछ पिसफुल इन्भाइरोमेन्ट थियो है काठमाडौँकै नजिक भन्दा हेर्दा कुन ठाउँ हेऱ्यो है यो फार्पिङ कस्तो गर्मीवाला हावा आइसक्यो यार जानुपर्छ अब चिसो खानु वान अफ द ओल्डेस्ट ड्याम होइन एसियाको नेपालकै ब्याक टु रोड भएपछि भेटौँ है त राइडर आयो यार स्याटरडे राइड यस्तै ल्यान्डस्केप चाहिँ मेरो वान अफ द बेस्ट ल्यान्डस्केपमा पर्छ है किन हो मलाई थाहा भएन तर आई लभ इट के पिलियन पनि चेन्ज गरिसकेका छौँ होइन कालो छ कि मोटे भयो भने तान्दैन जस्तो लाग्छ कि मोटे भएको भए कहाँ तान्थ्यो त यहाँनिर रिक्स नलिएको कि जिल्ला पार गर्नु लागेको अब कुन जिल्लाको यो दक्षिण काली काठमाडौँ हो अब पार गर्नु आँटा थोरै अफ रोड छ अम्बो यहाँ त पिज आइसकेको छ यार यो पिज आउँदाखेरि चाहिँ बनाएको थिएन कि नेचरको सुन्दरता झल्किरहेछ कस्तो राम्रो ठाउँहरू हो कि त्यही त नेचरको ब्युटी लाइक के बोलौँ भइरहेछ कि लाइक ब्युटी मात्रै देखेर कि अति कडा यार नेपाल त नेपालै हो यार सो अब लाइक थोरै अफ रोड आइसकेको छ बट यतिको रोड पनि राम्रै मान्नुपर्छ है यसलाई नेपालको कन्टेक्स्टमा अफ रोड भन्नु हुँदैन होइन यति भए पनि बाटो त राम्रै भन्नुपर्छ यार मलाई चाहिँ यस्तो ठाउँ मन परेर होला स्याटरडेतिर यस्तो राइडहरू आउनु वर्थ इट लाग्छ कि होइन भ्लग बनाउनै आइरहेको छैन यार के बोलौँ भइरहेछ आई थिङ्क लाइक आफ्टर लङ टाइम भएर पनि लाइक होला कि रोड त बनाउनु पर्ने कि कुलेखानी इज लाइक टुरिस्ट प्लेस त यस्तो राम्रो छ कि टुरिस्टको लागि लाइक इन्टरनेसनल एज वेल एज नेसनल राम्रो छ कि एन्ड त्यहाँसम्म यस्तो राम्रो रोड भयो भने त वा यसरी बिचमा रोक्नु त भएन नि कडा यार फ्रेस एयर खाँदै जानु इट्स लाइक टोटली फन के My hands steady, I feel ready, but my legs heavy, I don't get it. How come I haven't hit it already? Still working, I'm still learning, I'm still searching, finally earning something, finally turning something called a profit. If I hear you talking shit, don't get caught in it. I'll be popping off and hit your ass, dropping all your shit. Yeah, I promise this, I got promises, you ain't stopping this. Cross my shit, you'll be knocked unconscious, bitch. That's the consequence, I got this, I will not quit. Man, I'm on it, honest, I'm gon' launch quick, then I'm gone. It's just a matter of time before I'm over the climb and moving under my prime. Just quit my 9 to 5, I'm rocking and they watching, cause it's shocking. Dropping all these top 10 songs, so stopping. It's time to live my life. This is Nepal, okay guys. One of the beautiful country in the world. Totally freaking Nepal के like जति चोटि आउँदा पनि like यो ठाउँको हुन्छ नि त्यो भ्याल्यु जुन भ्याल्यु लाइक जुन हुन्छ नि जुन मन परा हुन्छ नि एक टाइममा त्यो कहिले पनि मर्दैन क्या यो ठाउँमा राख्यो ब्युटी हेर्न उता आज त रहेन रहेछ लाइक उहाँ माथि हिमाल देख्छ कि पोल्युसन नभएको भए तैँले बस्ने ठाउँमा यहाँ आएर केटाहरू छुटे ओए तैँले कस्तो बनाएको मैले यस्तो बनाऊ भने तँलाई
जाम उयो गर त छोडिदियो अब जे भयो भयो जा बस यहाँ अगाडिदेखि चाहिँ अफ रोड स्टार्ट हुन्छ है सो यहाँ चाहिँ अब इन्जिनलाई पनि सेलाएको अनि यसो माइन्ड पनि रिफ्रेस भएको के नेपालले प्रोग्रेस त गरिरहेछ यार तर यस्तोमा अति चिप्लिन्छ है ध्यान राख्नुपर्छ है अर्कोचोटि आउँदा चाहिँ पुरै रोड बनिसकेको हुन्छ जस्तो लाग्यो कि चिप्लिन्छ यार बिस्तारै जाम बिस्तारै भर्खर बनाउँदै रहेछ यार पुरै चिप्लिन्छ यस्तो त सेट पक्डी नहल्दी ल चिप्लिनु सक्छ के गाडी रोड बन्द छ है अहिले चाहिँ यस्तोमा चाहिँ चिप्लिन्छ कि दुई चक्केहरू पुरै चिप्लिन्छ होइन त्यो बिस्तारै जानुपर्ने हुन्छ है रोड बन्दैछ नबनेको होइन बन्दैछ बिस्तारै बन्दैछ यो अब यो बर्खामा पो के हुने हो नि रोड अब छिटै बन्न सक्छ होला यार लेट्स होप फर द बेस्ट है रोड छिटै बनोस् भन्ने सोचेको जस्तो अफ रोड पनि रहेन रहेछ कि पुरै अफ रोड होला भनेर भनेको थिएँ तर रहेन रहेछ रोड बन्दै रहेछ यस्तोतिर लाइक अति केयरफुल हुनुपर्छ यस्तोतिर पुरै हुन्छ नि गिटीमा चिप्ला गर्छ कि मेनली बाइक्सहरू भन्दा पनि स्कुटीहरू धेरै चिप्लिन्छ कि बाइकहरू पनि चिप्लिने होइन तर स्कुटी कम्पेयर गर्दाखेरि स्कुटीहरू धेरै चिप्लिन्छ कि सो हामीलाई चाहिँ 1.5 घन्टाको बाटोलाई पनि हामीलाई अलरेडी 1.5 घन्टा भइसकेको छ है हामी ओल्याङ टोल्याङ गर्दै गएको तर गएपछि लाइक त्यो डेस्टिनेसनमा मात्रै होइन डेस्टिनेसन जाँदाखेरि हुन्छ नि कहाँ घुम्नु मिल्छ लाइक लेट्स इन्जोय गर्दै जाऊँ न त भनेर हामीले सोचे होइन अनि हामी त्यही गर्दै जाँदैछौँ है अब यहाँ अगाडि गएपछि भेट्छु यो बाटो सब हामी जाने हो हात यस्तो भाइब्रेट भइरहेछ नि अझै बाँकी छ दोस्त केही राम्रोको लागि नि होइन सहनुपर्छ के दोस्त कहाँबाट राम्रोको लागि केही हामी राम्रो गर्नु गइरहेछौँ नि त सो केही न केही त सहनु पर्छ नि त लाइक हुन्छ नि केही गर्नुको लागि सहनु पर्छ दोस्त गयो अब धुलो खायौँ हामीले हुने भयो कि अगाडि पनि गाडी छ पछाडि पनि आउँदैछ कि एउटा पछाडिको लागि जानु थियो भने पुरै सेतै हुने हो यसलाई ओभरटेक गर्नु खोजेको ठाउँ पाएको छैन मजाले ओभरटेक गर्नुको लागि पुरै सेतो के छ्या अब थोरै पछाडि जा त हात पुरै झन भइसक्यो के हात रातै भइसक्यो कालो भइसक्यो यार हात यहाँ हेर्न खोइ के रहेछ यहाँ गाडी लागेको छ क्या केही देखाएको छैन क्या धुलो त्यहाँ तर राम्रो ठाउँ जाँदैछौँ हामी तेरिका आयो राम्रो बाटो आयो आमा राम्रो रोड आयो यो के लाग्यो मेरो हातमा थाहा भएन कि यो के हो यहाँ कसले केही दला चाहिँ कि हात के भयो पुरै कालो भयो यार केही दल्या होला अघिसम्म त केही नै भएको थिएन के लाग्यो कि यो यहाँ हेर्न जाउँ यहाँ खोला होला त्यहाँ मुख धुमै त नगर्न केही हुन्न यस्तो नगर्न चिप्लिन्छ क्या टायर चिप्लिन्छ नहल्लिन खोला भनेको त खोला त अर्कै कलर भइसकेछ यहाँ हेर्नु त्यही त अति राम्रो हो नि यार कुले खाने त रोड बाइक एकदम ब्युटिफुल प्लेस हो कि यो चाहिँ एकदम अति राम्रो लाग्छ कि यो चलो हो त्यो छ यार ठाउँ चाहिँ एकदम कडा बवाल के चाहिँ भाइ कतिको कापल त्यहाँ यति थोरै सकेको 50 मा देऊ न अब बिस्तारै नेचरको भ्यू हेर्दै जाने होइन कस्तो राम्रो के है राम्रो बाइकहरू केही पनि भन्नु आउँदैन यार नआइज आगो लागेछ त यहीमा नम्न त रहेछ ठाउँ के नाउ पनि रहेछ अनि यो साइडमा आउने के आगो यहाँ नम्न यहाँ होइन यो गाउँ चाहिँ कुन हो
यो कुले खानी आन्टी सुन्नु न झर्नाहरू यता कतै छ झर्ना छ हाम्रो गाउँबाट जानु यो अलि यो ब्यारी भन्नाले मुनि छ पछि रोड हजुर हजुर ठुलै छ कि 500 किलो छ पानी छ होला त्यहाँ नुहाउन सकिने यसो पौडी खेल्ने एकछिन त्यहाँबाट छ कि यहाँ पानी सिधियो गर्नु घरबेटीले पानी दिएन कि अनि भिडियो बनाउनुको लागि आएको छौँ होइन हर्न बजाऊँ न छेलछेलमा ठाउँ हुँदै नभएर यो सिनेमेटिक भिडियो यति सानो भएको होइन अझै धेरै बन्थ्यो होला तर त्यतिखेर खिच्नु पाएन कि केटाहरूलाई भोक लाग्यो खाना खानु पर्यो त्यही भएर यस्तो भयो के छैन अगाडि भिडियो अझै राम्रो छ इन्जोय गर्नु होला लेट्स गो है सच अ ब्युटिफुल प्लेस के यहाँसम्म ड्याम थियो यहाँनिर चाहिँ क्यामेरा अन गर्नु दिँदैन कस्तो कडा देखिन्छ यार ड्यामको यो वालहरू के यहाँ हेर अब हेर्न कस्तो राम्रो छ के मलाई यस्तो मनपर्छ नि हो त्यो ओसनतिर हुन्छ त साइडमा त्यस्तै अस्ट्रेलिया त गएको छैन इन्डिया दोस्त मैले हेरेको छु यता होला सो हामी चाहिँ झर्नाको लागि गइरहेछौँ है सो चिसो पानीमा नुहाएर खाना खाने प्लान बन्यो कि धेरै टाढा छ कि क्या दिदी यताबाट झर्ना कति टाढा छ ए आइज बस भोक लाग्यो यार अति जाम नुहाइहालौँ भोकभन्दा बढी पनि मलाई नुहाउनु मन छ झर्ना जाने बाटो चाहिँ यो हेरेँ होइन बाटो चाहिँ कच्ची नै रहेछ धेरै टाढा नि होइन यो पहाडमाथि चढ्नु बित्तिकै आइहाल्छ भन्दै हुनुहुन्थ्यो एउटा दिदीले हामी चाहिँ टुप्पै आइसक्यौँ होइन अझैसम्म झर्ना भेटाएको छैनौँ के सोद्धाखेरि झर्ना जाने बाटो यही हो झर्ना जाने बाटो यही हो भन्नुहुन्छ है हेर त के लेखा छ सो हामी न्युट्रलमा जाँदैछौँ है तेल बचाउने कार्यक्रम भरे घर नि पुग्नु पर्ने छ त्यही भएर बिस्तारै जाने है यता नि छुट्टै गाउँ रहेछ यार झर्ना त टाढै रहेछ नि त झर्ना चाहिँ कहाँ हो थाहा भएन आइपुग्नु चाहिँ आइपुग्यौँ है ओए ओए तेल हो आइज कसरी लड्यो तर लड्नु चाहिँ लड्यो है तर कोहीलाई केही खाइदियो भएन स्कुटी लाइन केही ड्यामेज भएन लाइक जस्ट जेन्टली ओए चाबी हाल्न चाबी खोइ दोस्त कसरी झऱ्यौँ हामी कहाँ तेरोमा मोबाइलमा हेर त ओए तेल पोखेछ पुरै खोइ त एकचोटि 2-3वटा पहाड कटिसक्यौँ हौ हामी पनि के साह्रो यो झर्ना कति साह्रो भाउ खोज्या हो झर्नाले धेरै आइसक्यौँ नि खाना खाएर चाहिँ नआउनु आएको भए हुने रहेछ के ऐसेलु तिमीहरूलाई म ऐसेलु खुवाउँछु रु खा त सिधै खाइहाल्नु कसरी केटाहरूलाई ऐसेलु चखाइदिएको मिठो लागेछ होइन गुड्डु फर्स्ट टाइम हो तिम्रो यसलाई के भन्छ है ऐसेलु अहिले भन्छ ऐसेलु यति भोक लागेको चाहिँ खाएको पनि छुइनँ यही खाएर भोक मिटाउनु पर्छ घाम न टाउको दुख्यो भने त्यहाँ रहेछ त्यहीँ रोकेकै ठाउँमा होला त्यहाँदेखि हिँड्दै जाने तल अनि त्यही होला झर्ना गाह्रै रहेछ यार बिस्तारै जाम चाबी कहाँ छ चाबी त्यो लाग्दैछ अन गर्न दोस्त रुक अन गर्नुपर्छ यार त्यही सकिन्छ झर्नाको लागि कति आयौँ यार खाएर जाने प्याक छ त दोस्त झर्ना त नुहाएकै होस् त हट त दोस्त यतै पुगेला हौ उता कुले खान्छ अब फेरि कस्तो चाहिँ छ हौ यहाँको झर्ना नहुन्दिन्छ कि दिँदैन त्यहाँ कडा या झर्ना त जाम के खाएर जाने कि यहाँ मगाउनु पर्छ कि खाना चाहिँ खाइयो है खाना खाएर जाँदैछ तर खाना पनि सब चिसो दियो कि हो कि हेर भन न भात बाहेक के पनि चिसो थिएन अब हामी त्यहाँ गएर डाइभ हान्ने है सो टिकट भइसकेको छ है
हामी आउँदैछौँ यो टिकट किनेपछि चाहिँ लाइफ ज्याकेट फ्री हेऱ्यो होइन सो हामी आइसकेका छौँ होइन झर्ना चाहिँ यहीँनिर छ एन्ड हामी उता जान्छौँ होला त्यही डाइभ साइब डुब्की सुक्की हान्नुको लागि चिसो पानीमा नआउनु पऱ्यो नि त धुलो धुलो भएर आएको छ बडी ट्रु देख्दो रहेछ यहाँ झर्ना तर ह्युज बिग छ होइन पानी चाहिँ धेरै नै चिसो छ है अब हामी फेरि माथि जाँदैछौँ के भन्छ हालेको भन होइन टाढ जाउँ होइन यता कतारे अनि कतार चितलाङमा गर्छ खाइ चिया खानु चितलाङ पुग्ने रे चाड चितलाङमा त्यहाँदेखि खान्छ हामीलाई ओए मेरोमा एक बार मात्रै देखाउँछ त हौ सो हामी निक्लिसकेका छौँ है तर यो ठाउँमा खानाहरू चिसो चिसो दिँदो रहेछ मिठो पनि थिएन होइन तेल चाहिँ देखाएन के सम्म आउँदा त ट्याङ्क फुलै देखाएको थियो अहिले देखाएन के तेल छ कि छैन थाहा छैन है ए देखायो पुगेन भने मेरोबाट हालौँला नि त त्यहाँ पुग्ने जसम्म ल भयो जाम उत्रि 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 रोड त घुँच हो यार तर जहाँ अनि हामीले खाना खाएको थियौँ द्याट वाज लाइक तेरिका बेकारमा लाइक हुन्छ नि पैसा खराब जस्तो है थकाली खाना भन्दा महँगो चाहिँ तर चिसो खाना दिएको थियो कि हामीलाई सर्भिसै राम्रो थिएन है खाना खानु पनि 1 घन्टा पुऱ्यायो कि एन्ड हामी झर्नामा केटाहरूले डुब्की माऱ्यो मैले त धेरै मारेन चाहिँ नि बाघ टुकुले खाने टाइम हुँदैछ है कुलेखानीको भ्यू कस्तो कडा भइरहेछ अब हामीलाई यो 2-3वटा पहाड कटेर जानुपर्छ पहाड भन्नाले नि यही अगाडिको पहाड एउटा पहाड कट्नुपर्छ होला यो बाटो चाहिँ कहाँ जान्छ थाहा छैन है बट जाँदैछौँ चिप्लिन्छ होला आउँदाखेरि ए बाटो चाहिँ यहीँ पो ह्यान्ड भएछ तान्छ भन्ने नै आश छ है डबल लोड छ एन्ड तानो पनि यस्तो दामी भ्यू छ यार आजको लाइन अफ त्यस्तो छ है कडा आउँदा नि अफरोड एकछिनमा आयो अनि फेरि अब जाँदा नि अफरोड है हाम्रो प्लान चाहिँ यता कुलेखानमा खाना खाने थियो है तर आउने कति यहाँ 1 घन्टा जति लाग्दो रहेछ यो बाटो यस्तो भएर 1 घन्टा भन्दा नि आधी घन्टा 45 मिनट जति अनि त्यसपछि भोक लागेर सबजना मर्नु मर्दाखेरि अनि यहीँ खायौँ है त अब रात यहीँ परिसक्यो है अब घर पुग्दा के हुन्छ थाहा छैन यहाँबाट अझै 40-50 किलोमिटर नै छ होला अब घर चाहिँ अँध्यारै हुने जस्तो भयो कि घर पुग्दाखेरि अब अगाडि चितलाङमा यसो गएर एकछिन रेस्ट लिउँ अनि त्यसपछि जानुपर्छ झन् आज नयाँ बाटो हुँदै जाने भनेको राति बाटै देख्नु नपाइने भयो गाइज लाइभ एक्सिडेन्ट क्याप्चर है त्यो ओह्रालोबाट यस्तरी जाँदै हुनुहुन्थ्यो होइन पछाडिको ब्रेक लाग्यो अनि 2 जना लड्नु भयो त्यो अझै सबभन्दा हाम्रो भोकल स्थितिलाई भएको छ एनिवेज हाम्रो काम गरौँ है त्यो पनि टिप्दैन टिप्दैन फेरि ब्याक टु ड्याम के कस्तो दामी लाग्छ कि मलाई यो चाहिँ यसरी मिलाएर राखे सही लाग्छ यार कुलेखानी ड्याम दामी यार दामी अब यहाँ अगाडि अब चाहिँ क्यामेरा बन्द गर्नुपर्ने हुन्छ है खडा यार अस्ति पानी यहाँसम्म थियो कि कस्तो राम्रो देखिरहेको थियो भने साँझ त कस्तो राम्रो देखा हो कि सही कडा अब हामी चाहिँ चितलाङतर्फ लागिसकेका छौँ है 7 किलोमिटर छ अरे त्यसले पो पुग्छ कि पुग्दैन भन्ने भयो कि सो कहाँसम्म पुग्छ देखा जाएगा यही बाटो भइदियो हुन्थ्यो कि यस्तै बाटो मात्रै दामी हुन्थ्यो यार हुन्छ नि अघिको जस्तो लाइक बनाउँदै गरेको लाइक गिटी छरेको जस्तो चाहिँ नभइदियो हुन्थ्यो कि अब अँध्यारोमा त चिप्लिहाल्छ हो फेरि गाह्रो पर्छ यस्तो भयो भने चाहिँ लाइक थोरै भए पनि त ह्यान्डल गर्न सकिन्छ नि त होइन बनाउँदै रहेछ यता पनि बाटो यताको बाटो पनि छिटै बन्नेवाला रहेछ है त 1-2 वर्षमा बनिसक्ने रहेछ त्यो 1 वर्षमै बनिसक्छ होला सो जाम अब बिस्तारी अब हामीलाई ढिलो भएको छ भन्ने त थाहा छ अब त्यही नि हामी अब बिस्तारै जाने कि हुन्छ नि छिटो गरेर लाइक मलाई चाहिँ के लाग्छ भने लाइक वाइल्ड राइडिङ अर वाइल्ड ड्राइभिङ हुन्छ नि त शिट ओइ 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 पछाडि तान त
एन्ड राति यस्तो रोड पऱ्यो भने ओए लाग्यो अगाडि सो यसरी नै चक्काहरू चिप्लिन्छ कि हामी चाहिँ यो बाटो हल्का सजिलो होला कि भन्दै चन्द्रगिरीको बाटोबाट जानु खोज्दै कि चन्द्रगिरीको बाटो भन्दा नि हामी त बिहान यही बाटो जाने चन्द्रगिरीकै बाटो फर्किने भनेर प्लान गराएको थियौँ कि त्यही नै हुन्छ नि अब ढिलो भइसकेपछि प्लानमा चेन्ज आएको थियो कि यता धेरै नै गिटीवाला बाटो छ नि त अनि त्यही भएर यता त झन् बनाउँदै रहेछ डरै लाग्छ यार यिनीहरूसँग ए अघि के भन्दैछु भने जतिसुकै ढिलो भए पनि होइन लाइक खतार चाहिँ गर्नु हुँदैन कि यो राइडिङ फेजमा है अब लाइफ भनेको एक टाइम आउँछ नि त है कति धेरै हामीले एक्सप्लोर गर्नु छ सो बिस्तारै जाने है लाइक रसमा नजाने के सो फाइनली हामी चितलाङ आइसक्यौँ जस्तो लाग्यो है मलाई अगाडि यो बस्ती आइसकेको छ मेबी दिस इज लाइक चितलाङ है मर्खु रहेछ यार चितलाङ त कहाँ हुनु र A few minutes later. मार्कुमा यसो चिया ब्रेक लिएर अब हामी निक्लिँदैछौँ होइन अब अगाडि चाहिँ पिजे छ भन्दै हुन्थ्यो त्यहाँको अङ्कलले सो लेट्स सी के हुन्छ पिजे भइदियो ठिक हुन्थ्यो हजुर गुम्बादेखि तलतिर नजानु मासतिर जानु रात पर्ने भयो अझै 52 किलोमिटर बाँकी छ एन्ड 6 बज्यो 7-8 बज्छ यस्तै बाटो छ भने त 8 बज्छ नत्र 7:30सम्म पुगिन्छ कि चितलाङदेखि त राम्रै बाटो छ भन्दै हुन्थ्यो चाहिँ के भन्छ है अति धेरै अफरोड भयो तर आज गुम्बा आइपुग्यो ओह्रालोमा बिस्तारै जानुपर्ने हुन्छ होइन कडा यार I don't know why but I love doing this stuff के यो रोड इज लाइक अति राम्रो बाटो भन्दा नि यो ठाउँ के यस्तो राम्रो छ नि लाइक चितलाङ सो वेलकम टु चितलाङ होला यार आई थिङ्क चितलाङ यही कस्तो पोल्युट गरेर हो कि खायो पायो त्यही फालिदियो त्यस्तो त गर्नु भएन नि होइन हो माई गॉड कस्तो दामी ठाउँ हो कि मलाई चाहिँ यो हुन्छ नि गरा लाइक मिलाएर बनाएको छ नि त गरा त्यसले गर्दा यो वान अफ द बेस्ट ठाउँ जस्तो लाग्छ कि लाइक मलाई राम्रो ठाउँ जस्तो लाग्छ कि चितलाङबाट पिच रोड आउँछ भन्नुभएको थियो अङ्कलले अब खोइ अगाडि होला नि जान्छ र पछाडि सर ओए रुक 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 ओए अगाडि लग्दा थोरै गाडीलाई आउनु दे ओए रोड कहाँदेखि छ के ओए उयो रोडै रहेछ यार त्यो पातलो फाइनली रोड हामीले भेटिसकेका छौँ है रोड भन्नाले नि पिच रोड अफ रोड होइन तर अर्को बाटो गएको भए 12 किलोमिटर हो कि कति किलोमिटर जति अफ रोड रहेछ एन्ड यो बाटो चाहिँ 7 हो कि 8 किलोमिटर अफ रोड ए यतिसम्म मात्रै मजा सीमित थियो सही यार आफ्टर कति किलोमिटर अफ रोड पाएर बल्ल पिच पाउँदा त बो ह्यान्ड्स फिल लाइक हेभन के हामी छिटै पुगिन्छ कि क्या हो काठमाडौँ 12 किलोमिटर लेखिरहेछ त काठमाडौँको त्यहाँसम्म काठमाडौँ के भन्छ जिल्लासम्म पुग्नु के त्यो डिस्ट्रिक्टको मुखमा हुन्छ नि त्यहाँसम्म पुग्नु कस्तो राम्रो रोड हो के यो चितलाङको कडा यार भर्खर बना जस्तो कि पुरै चिल्लो छ भ्यू हेर्न त्यही त
हामी के लिटरली हुन्छ नि पिज कहाँ आउँछ अनि पिज आउँदाखेरि अति खुसी हुँदैछौँ के यहाँ चाहिँ अहिले केटाहरूलाई अफरोडिङबाट दिक्क लागेर पिच रोड आउनु के हो धारा छन् क्या होइन हामी चाहिँ चन्द्रगिरीको त्यो हुन्छ नि बाटोवाला आइसकेको छौँ म यहाँ केबल कार छ अब एउटा डाँडा अब एउटा डाँडाबाट मुनि झरेपछि अब भ्याली आइपुग्यौँ है A few minutes later. यो चन्द्रगिरीको बाटो चाहिँ लाइक सजेस्ट गर्दिनँ है पुरै अफ रोड रहेछ हो त्यो पनि अतिवाला के सो सजेस्ट छैन है यो चन्द्रगिरीको बाटो चाहिँ अर्कै बाटो जाँदा हुन्छ यार फर्स्ट टाइम हो होइन जहिले उता केबल कारबाट जान्छ नि त एन्ड यस्तो अप्ठ्यारो छ नि यो बाटो यस्तो अप्ठ्यारो छ नि त्यही माथि नाइट छ कि पुरै अप्ठ्यारो छ क्या त्यहीका हातको हालत त्यस्तो भइसक्यो लाइक तल जाँदा त धेरै लाइक ब्याक ब्रेक लाउनुपर्छ नि त फ्रन्टभन्दा पनि फ्रन्ट पनि लगाइरहेको छु त्यही नि लाइक ब्याकको रेसियो धेरै छ कि सो गर्दा हात झन् भइसक्यो यार त्यहीका 12 seconds later. राइडर्सहरू आएछन् होइन एन्ड हामी एकछिन रेस्ट ल्याएको थियौँ आइज ओए डेड भयो मेरो ब्याट्री ठेल्न ब्याट्री डेड भयो के खानुपर्छ अब लेट्स गो है पछि ब्याट्री डेड भइसक्यो एन्ड 3 मिनटको मात्रै रेकर्डिङ हुनसक्छ स्टोरेज फुल भइसकेको छ कि बुढीको त्यही होइन ब्याट्री हो माथिदेखि तल 3 गियरमा हाल न सो ब्याट्री अर्को नि गयो है ल है हाना दोस्त ब्याट्री फेरि चार्ज भइसकेको छ है सबको ब्याट्री डेड भइसकेको छ कि यतिखेर चाहिँ आजको भिडियो यता एन्ड गरिदिउँ होला है हामी चाहिँ भ्याली एन्टर भइसकेका छौँ है अब लेट्स सी यु इन अनदर भ्लग टिल देन स्टे सेफ राइड सेफ बाय बाय गाइज लाइक कमेन्ट पनि गर्न नबिर्सिनु होला है हजुरहरूलाई लाइक यो कस्तो लाग्यो हाम्रो लाइक स्याटरडे राइड है फेरि अर्गनाइज गर्छौँ होला अब कहिले सी यु इन अनदर भिडियो टिल देन स्टे सेफ राइड सेफ सो गाइस सकर अफ लाइफ सकर अफ सब्सक्राइब गाइस फाइनली हाइवे हामीले टच गऱ्यौँ है हाइवे हो कि के हो यो मान्छेहरू त कुद्छ त हौ बेङ्गलदेखि आएको हेर्न कसम यार हामी पनि यसरी राइडमा जानुपर्छ यार यसरी डुल्न मन छ यार मलाई पनि कुन बाइकमा आउने भए म त BMW को किन्छु म त ट्राइम्प्लिन